नमस्ते गुरुबा। नमस्कार हजुर। यो भोजपुर जिल्लाको नामाङ्कन यहाँ कसरी भयो यसको अलिकति जिज्ञासा पाउन। भोजपुर जिल्लाको नामाकरण हामीले अग्रजबाट सुन्दाखेरि के पाएका छौँ भन्दा हजुर पृथ्वीनारायण शाहले 2224 राज्यहरू एकीकरण गर्ने क्रममा यो चाहिँ एउटा माझ किराँत हजुर यहाँ चाहिँ एकदम दरा बन्दिला गतिला खालका व्यक्तित्वहरूले चाहिँ विशेष साइकल यात्री रामचन्द्र मानन्द्र सत्ता चलाइरहनु भएको त्यो बेला द्वारा भोजपुर चाहिँ तपाईँको विजय प्राप्त गर्न सिद्धकाली सक्ने मन्दिर भन्ने लगायत आशा भोजपुर जिल्लाको पछाडि चाहिँ आएर भगवती माताको दर्शन परिचय गरेर लिने र लिने यहाँ कार्यक्रम चाहिँ सम्झौता बाहिर इन्टरभ्यू। त्यो बेलाको गर्दै गर्दाखेरि यहाँ सहज तरिकाले यसलाई एकीकरण गर्न सफल हुनुभएकोमा उहाँले चाहिँ भोजको आयोजना गरेर भोज लगाउनु भएको रहेछ। त्यो भोज चाहिँ केही गर्दा पनि यहाँका उपस्थित जनताहरू सबैलाई बोलाएर खुवाउँदा पनि नसकिने, भाँडामा जतिको तति रहने, गाई बस्तीलाई दिँदा पनि नखाइदिने, त्यो भएका कारणले गर्दा त्यो लगेर एउटा अलग स्थानमा चाहिँ पुर्नुपर्ने भएका कुन कारणले स्थानमा गर्दा भोजपुर नामाकरण रहन गएको छ। त्यो स्थानको भतेर लागेको ठाउँ भनेको भोज लगाइएको ठाउँ भनेको यहाँ तलतिर एउटा भतेरे भन्ने एउटा ठुलो टार छ। त्यो टारमा भोज लगाएर त्योभन्दा पारिपट्टि त्यति बेला जङ्गल थियो अरे, त्यो जङ्गलमा चाहिँ लगेर पुर्नुपर्छ भनेर अहिलेको हाम्रो शैक्षिक तालिम केन्द्र अथवा तपाईँको सिटिभिटीको अफिसहरू भन्ने गर्छौँ हामी, त्यसको मुनिबाट त्यो भोज पुरेका यहाँबाट लगभग कति मुनि पर्छ त्यो? यहाँबाट लगभग 500 मिटर 500 मिटर 1 किलोमिटर भनौँ न। भोज पुरेको ठाउँ 1 किलोमिटर, लगाएको ठाउँ चाहिँ सिद्धकाली माताको मन्दिर। यहाँ चाहिँ सिद्धकाली भगवती माताको मन्दिर, त्यहाँ लगेर भोज पुर्यो। त्यहाँ लगेर भोज पुरेका कारणले गर्दा भोजपुर जिल्ला नामाकरण भएको भन्ने जानकारी प्राप्त भएको छ। धन्यवाद।